नमस्कार, मेरो नाम नकुल बुढाथोकी। म डिएनआइजी नेपाल च्याप्टरको अहिले लिड फेस हो। सो नेपाल च्याप्टर ग्रो हुँदैछ। यो एउटा नितान्त व्यावसायिक धारणा बोकेको एउटा प्लेटफर्म हो। यहाँ हामी विकासका कुरा गर्छौँ, अपर्च्युनिटीका कुरा गर्छौँ। वी क्रिएट opportunities, we create togetherness, and we create possibilities. I want all the people, Nepalese people who think they need guidance, they need support, they need anything, should join, know about DNIG. I'm not here in this read just to sell DNIG. I want हजुरहरू सबैजनालाई DNIG के हो त्यो बुझ्नुहोस्, त्यसको बारेमा स्टडी गर्नुहोस्, के खालको मुभमेन्ट, के खालको प्लेटफर्म हो यो प्लेटफर्मले तपाईँलाई के दिन सक्छ। यसको लागि तपाईँले विभिन्न सोसल मिडियामा तपाईँले यसको बारेमा जानकारी पाउन सक्नुहुन्छ। यो जानकारीलाई चाहिँ सक्दोभन्दा सक्दो तपाईँहरूले पहिला रिसर्च गर्नुहोस्, अनि त्यसपछि तपाईँहरूलाई लागेछ कि मलाई यो प्लेटफर्ममा लाग्दाखेरि चाहिँ मैले यहाँबाट धेरै कुरा लिन सक्छु, अथवा ज्ञान, नलेज अथवा बिजनेस अथवा केही चिज लिन सक्छु भन्ने लागेको खण्डमा हजुरले www.dnig.org भन्ने हाम्रो अफिसियल पेजमा गएर देयर इज अ जोइन अस भन्ने पेजमा क्लिक गरेर एउटा फर्म भरेर त्यहाँबाट जोइन गर्न सक्नुहुनेछ। र त्यो जोइन गरिसकेपछि हजुरले मेम्बरसिप कार्ड पाउनुहुनेछ। सो आज हाम्रो एउटा सानो इभेन्ट पनि भएको, दुबई नेप्लिज इन्फ्लुएन्शियल ग्रुप, the team from Dubai, the team from Nepal, and we had a very electrifying event today. हाम्रो एनर्जी एकदम राम्रो थियो, हाम्रो सिनर्जी इफेक्ट राम्रो भइरहेको छ। Nepal chapter is growing in a rapid way, हैन? And I'm very grateful to be a part of this chapter, and I wish and I request everybody to come and join with us, understand us, and grow with us. One story at a time, one step at a time भन्दै एकअर्कालाई हातोमालो गर्दै अगाडि बढौँ, आफूले जानेको कुरा सबैसँग सेयर गरेर यसलाई one and the only professional network of a global Nepalese community भनेर यसलाई चाहिँ अगाडि बढौँ। Whereas we don't talk about politics, we only talk about opportunity and only opportunity. Thank you very much. फेरि पनि सबैमा धन्यवाद. Thank you.